ल गाइज हामी त साथीहरू हामी चाहिँ अब हेटौँडाबाट काठमाडौँ जानु भनेर बस चढ्यो हेर्नुहोस्। ल हेर्नुहोस् सर र क्या दामी रोड बनाएको छ। विकास भएन भन्छन्, भएकै छ हो। यति राम्रो रोड छ नेपालमा। ल हेर न यहाँ भाइ झ्याप्प चढ्यो बस, लाग्यो हेटौँडाबाट जाँदैछौँ। हेर्नुहोस् न न न न न न अब बाजा गाजा बजाउँदै धुई गीत सुन्दै जाने हो। यति दामी छ गीत बजाउँदै। आहा हेर्नु त टक्क अब गयो। हेर्नुहोस् अब एकछिनपछि हामी हेटौँडाबाट जाँदैछौँ। बजार कटेको छैन है, हेटौँडा बजारमै हो। ल अनि हेर्न आउनु त तपाईँहरू पनि यसरी। तपाईँहरू माथिको बाटो हिँड्नुहुन्छ होइन, यो तराईको बाटो हिँड्नु न, यो हाइवेबाट हेटौँडातिरको बाटो चाट। ल हेर्नु त अब हामी चितवन आइपुग्यो। ल हेर्नु चितवनमा कस्तो दामी छ हेर्नु त सडक। आहा काहीँ धुलो छ त छैन नि त। त्यति सफा रोड छ हेर्नुहोस्। सरले जाडोले चाहिँ अलि यो 5-7 जम्मै झरेको छ होइन, अलि रुखो जस्तो देखाएको छ। हेर्नुहोस् बिल्डिङहरू सट्ट कति सफा, सट्ट अपार्टहरू हेर्नुहोस्। नेपाल त कहाँबाट कहाँ पुगिसक्यो, मान्छेहरूले अनुभवै गर्दैन। ल ठ्याक्कै चितवन आइपुग्यो। चितवनको मेन बजार के भन्छ, भरतपुर आइयो। अब यो भरतपुरबाट बिस्तार हामी मुनितिर जान लाग्दैछौँ। भरतपुरको यो आकाश पुलबाट कटियो। अब के गर्ने त, अब गाना सुन्दै काठमाडौँतिर लाग्नु पर्ला। तपाईँहरू पनि आउनुहोस्, यसो आफ्नो देशभित्र आन्तरिक पर्यटनलाई बढावा दिनुहोस्। र पो एकजनाको पैसा अर्कोजना जान्छ, घुम्छ, सबै बाँडिन्छ, सबैले एकअर्कामा रोजगार पाउँछन्। पैसा मात्रै कमाएर थोपारेर के गर्नु। लाँदा मरेर जाँदा लाने होइन क्या रे। घुम्नुहोस्, इन्जोय गर्नुहोस्, रमाउनुहोस्। के छ र मरिलानो जिन्दगीमा। आउनुहोस् त तपाईँहरू पनि सट्ट घुम्नलाई। हेर्नुहोस् भरतपुर कति दामी छ, साध्यै रमाइलो छ भनेको। गाना सुन्दै अब गाना सुन्दै जानुपर्छ है त। भरतपुरबाट अगाडि बढ्यो, भरतपुरको सिटी हुँदै हिँड्दैछौँ, जाँदैछौँ। सिटीको दृश्य हेर्नुहोस्। अहिले नेपालमा पनि राम्रो विकास भइरहेछ नि। नभएको त होइन, भएको अब हामीले